नमस्ते। दैनिक टप ट्रिक्स मोटिभेशनल टप शैक्षिक न्युजहरू ल्याएर तपाईँलाई भरपूर अपडेट गराउने क्रममा अहिले पनि पछिल्लो समयमा जल्दो बल्दो रहेको स्थायी शिक्षकहरूको आवधिक बढुवाको विषयमा एउटा महत्त्वपूर्ण समाचार बाहिरिएको छ, जुन समाचार तपाईँहरू माझमा लिएर उपस्थित भएको छु। त्यसैले भिडियोलाई एक स्टेप पनि स्किप नगरिकन अन्तिमसम्म रहनुहोला। अब पनि लाग्न चाहन्छु आजको यो महत्त्वपूर्ण जानकारी तर्फ। सामुदायिक विद्यालयका शिक्षकको बढुवा 12 वर्षमा स्वतः हुने प्रावधान राख्न संसदीय उपसमितिमा सहमति जुटेको छ। नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा आवधिक बढुवाको प्रावधान नराखेको भन्दै स्थायी शिक्षकहरूले विरोध जनाएका थिए। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले विद्यालय शिक्षा विधेयकको दफावार छलफल टुङ्गाएको छ। उपसमितिले अहिलेसम्म गरेको प्रगतिबारे सोमबार बस्ने समिति बैठकमा जानकारी दिने भएको छ। दफावार छलफल सकियो, अब प्रतिवेदन लेख्न मात्रै बाँकी छ। उपसमितिका एक सदस्यले भने उपसमितिले स्थायी भएका शिक्षक 12 वर्षमा आवधिक बढुवा हुने प्रावधान राखेर कानुन बनाउन सहमति भएको ती सदस्यले जानकारी दिए। यो प्रावधान लागू भएपछि शिक्षक जुन पदमा सेवा प्रवेश गरेको हो त्यसैबाट बिदा हुनु पर्ने अवस्थाको अन्त्य हुनेछ, ती सदस्यले भने। प्रधानाध्यापक छनौट प्रदेशबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक चयन दरबन्दीमा कार्यरत शिक्षक मध्ये प्रदेश स्तरबाट छनौट गर्ने प्रावधानमा उपसमितिमा सहमति जुटेको छ। सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकमा जिल्ला स्तरबाट गर्ने उल्लेख छ, तर उपसमितिले प्रदेशबाट छनौट भएको प्रधानाध्यापक स्थानीय तहले नियुक्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको स्रोतले जनाएको छ। इसिडी अब विद्यालय संरचनामा। अहिलेसम्म विद्यालय संरचनामा ल्याउन नसकेको इसिडीलाई विद्यालय संरचनामा समेट्ने उपसमितिमा सहमति भएको छ। इसिडीदेखि कक्षा 8 सम्म आधारभूत तह र 9 देखि 12 सम्म माध्यमिक तह हुनेछ। यो प्रावधान राखेपछि इसिडीमा कार्यरत करिब 30,000 सहजकर्ताले आधारभूत तहको शिक्षकमा प्रतिस्पर्धा गर्न सक्ने बाटो समेत खुल्नेछ। हजुर, आजको यो महत्त्वपूर्ण भिडियोपछि तपाईँको मनमा कुनै प्रकारको क्वेरी जन्मेको छ भने अवश्य कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। साथै तपाईँ घरमा बसेर नि मौनिक टेक्निकको नयाँ शिक्षक सेवा आयोग बिनी प्रास र शिक्षक लाइसेन्सको लाइभ र लाइभ रेकर्डेड क्लासहरू लिन चाहनुहुन्छ भने व्हाट्सएप या टेलिग्राम नम्बरबाट कन्ट्याक्ट गर्नुहोला। म आउनेछु फेरि जोस र जाँगरसहित भोलि अर्को भिडियोमा। त्यति बेलासम्मको लागि सबैजनाको दिन सुख रहोस्, शुभ रहोस्। जय नयाँ भिजन।